लु त साथीहरू आज हामी टुरिस्ट लिएर होइन रब्रोको हाम्रो रब्रोको गोर्खा घरमा आइपुगेको थियौँ होइन। त्यही हो जोसँग भेट भयो। धेरै दिनको बादमा मैले चाहँदा पनि होइन आउनु सकेको थिइनँ। आज हाम्रो आउने मौका पनि पायो र जोलाई भेट्यौँ। मलाई पनि खुसी लाग्यो। जो एक दुई शब्द राखिदिनुहोस्, के कसो लाग्यो हामीलाई? लासो फ्यापुलो सबैलाई दर्शकहरूलाई होइन। र यहाँ हाम्रो ड्राइभर साथीहरू सिटोङबाट हो। यहाँ हाम्रो साथी चाहिँ दुईचोटि भयो, उहाँ चाहिँ फर्स्टचोटि आउनुभएको र उहाँले चाहिँ आज उहाँको गेस्ट पनि लिएर आउनुभएको थियो बङ्गाली हाम्रो टुरिस्टहरूलाई। र उहाँहरूले पनि यहाँ धेरै इन्जोय लियो होइन। साथमा अब हामीले पनि उहाँहरूलाई जति सक्छ यहाँ आउने दर्शकहरूलाई, यहाँ आउने हाम्रो शुभचिन्तकहरूलाई, साथीभाइलाई चाहिँ हामी इन्जोय नै दिउँ, टाइम दिउँ भन्ने हुन्छ मनमा होइन। र सबैलाई खुसी नै पारौँ भन्ने हुन्छ। अब जति सक्दो चाहिँ मैले खुसी नै पारेर पठाइरहेको छु अहिलेसम्म चाहिँ होइन। अब र पनि अब कोही बेला यस्तो भिडभाड हुन्छ, कोही बेला भिडभाडमा अब भन्दा पनि कतिले अब उहाँहरूलाई अब भनेको जति टाइम दिनु सक्दैन होला। त्यसमा सरी पनि भन्न चाहन्छु। आजभोलि अलिकति भिडभाड छ यो जग्गा होइन। अनि दोस्रो कुरो अब तपाईँहरूलाई पनि थाहै छ, स्टाफ कम्ती भएको कारणले आफै पनि खट्नु परिरहेछ। अघि तपाईँहरूले देखिहाल्नुभयो, सबै म्यानेज गर्नु पऱ्यो होइन। प्रेसर पनि छ र अब उहाँहरूलाई स्पेसली धन्यवाद, उहाँहरूले चाहिँ आफ्नो गेस्ट लिएर आउनु भएकोमा होइन।